ए ओए आव चल्छ ए काफावाली पातल रहेछ क्या चाहिन्छ यता टुप्पा टुप्पा छ खानुपर्छ काफल हन्ट गर्नु जाने नि आज तर पानी आएछ लडिएला है लडिएला हाँ ए ऊ त्यो रातो रातो फुल भएतिर ए नजिकै हैछ नि त्यसो भए त त्यतै होइन ऊ पनि लैजाने मान्छे लैजाने यहाँ काले यता काले मान्छे लैजाने त्यतै होइन ल काफल टिप्न जाँदैछौँ साथीहरू हेर दाइ त ल यो अर्को मानेमा आइयो घरहरू बन्दैछन् यस्तो राम्रो ट्र्याक छ आधी बाटोमा आइसक्यो कि जस्तो लाग्यो मलाई यो मुख्य होला होइन माने बिचबाट नजाने दाहिनेबाट जाने पानी पर्न नि सक्छ जस्तो छ ल हाई गरिदिनु पऱ्यो है ल ल हाम्रो चुम्नुपुरी है चुम्नुपुरी फिल्म ल मैले भिडियो ल्याउँदैछु है यस्तो राम्रो मकै बारी छ है बारी पाङसिङ हिरो दाइ पो आएन चिन्ता हामीलाई जित्छु भनेर होला यिनीहरू खाना हिँड्दाखेरि यता है हामी आएको ठाउँ यो चाहिँ फिल्म बजार है ल उतै भेटौँ है काफल ए तेरी उकालो हिँड्न सकिँदो रहेछ हिरा दाइ तेरी चप्पल
आम्मामामामामा नेपाल हो नेपाल सररमा पुगिसक्नु भयो होला त्यस्तो त हुन त हुन्छ भदौतिर त देखाउनु ठिकै देखाउँछ साउन भदौतिर भन्नुभएको थियो पचाउनेले खाए भयो हामी बनबस्ती जान लागेको भनेर भनिदिएको त को को छ भने ल हिरा दाइ पुलिसको पनि छ भनेर भनिदिएको त फिल्म बजार त राम्रो देखिन्छ हो यत्रो घरै घर भरिसकेको छ त फिल्म बजार हामी त एउटा कोठाको चप्पिएर पो हैछ नि त्यो पातीमा नि घरै देखिन्न त यहाँबाट त थुप्रै देखिन्छ है यो पाती नि त हो नि यताको नि पहिरोभन्दा यताको देवलले यो पाती पातीमा नि थुप्रै छ ल काफल खान आएको सर हुनुहुन्छ हाकिम सर यता हाम्रो दाइ हिरा दाइ म यहाँ छु ल यतापट्टि काफल छ है औँसेली छ त्यो खान जान्छ ल त्यहाँ भेटौँ ए ओए अब चल्छ है काफल अलि पातल रहेछ क्या सर पाइयो पाइएछ पाइएछ ल टुप्पा टुप्पा त देखिएको छ यहाँ पनि रातो रातो देखिएको छ ठिक छ ल अलि डर लाग्यो राम खाम पहिला हिरा दाइ कता हो छ कि छैन ल है एक कागज लिएर आउनु ल रुखमा चढेर भिडियो खिच्ने तरिका बोडी टाउन सेलिन्छ कि ओ कतार जानुभएको हो बाटो हरायो ओ म आउँदैछु है ओ यता नआउने चुत्रो काँडा छ औँसेली छ ल औँसेली खाने ऐसेलु हिरा दाइ ओ हिरा दाइ कहाँ हराउनु भयो हेर्नु त यार छन् त यार खिच्न सक्नु पऱ्यो त्यही छन् झुप्पा झुप्पामा छन् सकिसकेछ सिजन नि सक्यो ओ देखिएन है अलि राम्रोसित देखा भनेको देखिएन के हो यस्तो हे ओए बिस्तारै हावा बिस्तारै ओए ओए हिरा दाइ खाँदै जानु है तपाईँले नि त्यहाँ औँसेली हुन्छ कि काफल ल मैले नि खाएँ अन्त परिगयो पटेर्नाले चुसेछ क्या हो भन्न सक्दिनँ पटेर्नाले चुसेको हुनसक्छ समय नै सक्यो त नि स्याहार हुन्छ तै पनि छ रहेछ त्यहाँनिर त्यहाँ झाँक्यो त्यो भन्दा नि एकदम शीतल हुने ठाउँमा हावा चल्ने ठाउँमा मजाले प्राकृतिक रस
रङ्गरस लिने ठाउँमा आएर काफल खाइएछ। के भन्छ ऐँसीहरू पनि दामी छ तल। अहिले म देखाउँछु है, हेर चाहिँ देखाउँ, फलो चाहिँ गरौँ, त्यही हो, सब्सक्राइब पनि गरौँ। के हो ए हो त्यति जति बिउ लाउनु त राख्नु एकै ठाउँमा। सिलो खोजे जस्तो पाइयो त ल। दामी फेरि सोइयो यसलाई भन्दा नि ल, चप्पो खान्छु है। इ सिलो खोजे जस्तो भेटिन्छ यो पनि। सिलो खानु मिठो, तँ पनि खानु मिठो छ। सानो बुट्टा खानु तर रहेछ ठिक छ ल। ओहो खानु 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 यहाँ यहाँ दुःख गरेर खानु यहाँ। अलिअलि घोचोस् न, अघि त चुत्रो काँडाले राम्रै घोच्छ नि। हो त्यो त तलबाट टिप्न सक्ने छ कि अलिअलि भइदिउँ। होइन अलिक दुःख गर्ने त छ। भेटिन्छ क दाइ त्यहाँ हुन्छ। म चाहिँ चप्पलमा चप्पल के भने बहिनी जमुना के हो निकालेको थिएँ। हाम्रो याम दाइले रिङ गरेको त हो क्या, हजुरले रिङ गरेको यस्तो मिठो हुन्छ। मिठो भन्दा पनि चाहिने चिज हुन्छ क्या साथी, खानुपर्छ क्या ऐसेर। एक पिठको पनि छोड्ने नि है त, छोड्नै भन नि पिठका पिठकी। के हुँदो रहेछ यस्तो, जाऊ त बनका किरा त फालेर खाइन्छ होइन। किन भन्दाखेरि विषालु छैन भने, लगभग हामीले चिनिन्छ भने उडाइदिए हुन्छ। यति हुन्छ एक गाछलाई, धेरै नभए सिकायो यति त खानु पर्यो होइन, खानै पर्यो। अब झामेर यहाँ कसरी फर्कने तल बिटिला सरहरू त्यहाँ घर बसिसक्नु भयो। मै मात्र आइसक्यो ऐँसीले लगाएर ल झरम त अगाडि सुत्रो त खानु पर्यो एक के अरे ऐँसीले।
हिरा दाइ नछोड्नु है, एउटा नछोड्नु। तपाईँको चाहिँ हेर्नु हामी फेरि गुम्बामा आइयो होइन। दामी बिहान बिहान त